काठमाडौँ बस्नुहुन्थ्यो अहिले यस्तो नभए यता पुर्खेले घर छ हामीले कमाएर केही नयाँ बुढो भइसक्यो बोला बोला अलिअलि सान्थ्यो छनाइछ घर छनाइछ भने किन चाहियो स्वामी अहिले छोडेर जाने हो 4 पैसा छ भने दान अब नबस्ने यतै बस्ने बुढेसकालमा आएको उता 4 पैसा छ भनेपछि मरेपछि केही लाने दान गर्ने पनि भन्नुपर्छ के भन्नुहुन्छ बस्ने सुन्नु त अनुरुद्र आचार्यले के भन्नुहुन्छ होला तपाईँ यता घुम्ने किन त्यो नै मन्दिर आउने बिहान भोक लाग्छ आउनु होला यता यता सजिलो छ के अब उता हटाउने उता सकिँदैन मसँग बोल्छन् कि नै हाँस्छन् कि नै भन्ने है हामीले बोला बोल्नै नजोर्यो हामीलाई दिँदा नमान्यो त होला तर बच्चालाई पैसा दिन बाँध्नु गर्नु के हामीलाई दुध पनि छ भोलि पैसा दिएर कुन कुरो राख्नु पर्छ अहिलेको सानो छ पैसा दिन्छ बच्चामा पैसा दिएर बिग्रिया बच्चा पैसा नपाएर बिग्रिया पनि छ भौमारीले नपाएर धेरै गरिबी भयो भने बिग्रेका छन् त्यो त अर्कै कुरा भयो नभएर भयो पाएर बढी भएर बिग्रिया पनि छन् दुईटै बिग्रिया एउटै किसिमले छन्